नमस्कार, म कमल शर्मा प्युठानबाट। आज म तपाईँहरूलाई एउटा तालिमको अनुभव सुनाउँदैछु, जुन तालिम हो डिपसिरी क्रिएटिभ मिडियाले लिएको अनलाइनको माध्यमबाट उद्घोषण तथा भाषण कलाको। जुन तालिमबाट मैले के सिकेँ म बताउने छु। सर्वप्रथम त हामीले अनलाइन कक्षा त्यति प्रभावकारी हुँदैन भनेर बुझ्छौँ, तर मेरो हकमा भने धेरै प्रभावकारी भयो। त्योबाट मैले के सिकेँ भन्दाखेरि जस्तै एउटा कार्यक्रम सञ्चालन गर्ने तरिका र त्यहाँ गइसकेपछि सम्बोधन कसरी गर्ने, प्रमुख अतिथि भएर कसरी बोल्ने, शुभकामना मन्तव्य कसरी दिने, स्वागत मन्तव्य कसरी दिने लगायतका यावत कुराहरू मैले सिकेँ, जसले गर्दा मलाई एउटा आत्मविश्वास जागेको छ। यसभन्दा पहिला म कुनै कार्यक्रम हुँदाखेरि पछि सर्ने, कुनै कार्यक्रम चलाउने अवसर आउँदाखेरि गर्न सक्दिनँ भन्ने जस्तो लाग्थ्यो, तर अब भने त्यस्तो कार्यक्रम अथवा अवसर आयो भने अगाडि बढ्न सकिन्छ भन्ने कुरा मलाई लागेको छ। यसको लागि चाहिँ धेरै धेरै धन्यवाद म डिपसिरी क्रिएटिभ मिडियाका निर्देशक दीपक लामिछाने सरलाई हार्दिक धन्यवाद दिन चाहन्छु। किनभने उहाँले यति राम्रोसँग सिकाउनु भयो कि उहाँले सिकाउने तरिका फरक छ कि हाँसी मिठो तरिकाले सिकाउनुहुन्छ। तपाईँहरू पनि अब अनलाइन कक्षा लिन चाहनुहुन्छ भने आजदेखि सम्पर्क गरिहाल्नुहोस् है त। म यसरी बोल्न सक्ने भएकै डिपसिरी क्रिएटिभ मिडियाले गर्दा हो।